हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आज हामी कल्सी जान लागिरहेको छौँ र अहिले चाहिँ म यहाँ हरिचोकमा साथीहरूलाई कुरिरहेको छु। सो हामी चाहिँ यहाँ अहिले दही किन्न लागिरहेको छौँ। कता हो खाजा खाने ठाउँ? ल आज लोकल ठाउँमा पराठा खाऊँ। यहाँ हाम्रो पराठा आइसकेको छ। हेलो गाइस, हामी जानलाई रेडी छौँ होइन त? लेट्स गो। फाइनली हामी सबै यहाँ आइसकेका छौँ, जानलाई रेडी छौँ। लेट्स गो गाइस। सो गाइस, हामी यहाँबाट अघि बढिसकेका छौँ। अब भ्लग बनाउँदै हामी हाम्रो ठाउँमा पुग्नेछौँ। पछाडि साथीहरू आउँदैछ है। र अब हामी तपाईँलाई यहाँको बाटोको दृश्य देखाउँछौँ। फाइनली हामी अहिले यहाँ घट्टे खोलामा आइपुगेको छौँ। यहाँबाट हामी यता लेफ्ट लागेर अघि बढ्नेछौँ है त। यता गयो भने धम्पुस पुगिन्छ, हामी यतातिर लाग्यौँ। नौ डाँडा आइपुगेका छौँ। साथीहरूले अब यस्तो बाटोमा आएको छौँ है। यता दिदीहरू चाहिँ फेरि लाँदै हुन्छ। ल दिदीले सक्यो। अब यति मात्र होस् यस्तो बाटो है। अब त्यो सुक्खा होस्। होपिङ हेलो हेलो साथीहरू, कस्तो भइरहेछ अनुभव? एकदम एडभेन्चरस। उता नि देखाउ न। ढिलो बाटो हिँड्नेछ। बाटै नराम्रो रहेछ कि दिदी, त्यही भएर। सो हामी निकै नै अफ रोड बाटो हुँदै यहाँसम्म आइपुगेको छौँ। अब यहाँबाट बाटो कस्तो छ? ल के खाँदैछ यहाँ साथीहरू? आम खाँदै रहेछ। हामी चाहिँ अब यो बाटो जान्छौँ। साह्रै गर्मी भएको छ, हामी यहाँ रेस्ट गर्दैछौँ। एकचोटि मजाले गुवाममा खानुहोस् त ल। यो त उस रहेछ। भिडियो भयो। यत्रो बेर स्कुटरमा हिँडिसक्दा पनि आउँदै आउँदैन त, कति टाढा छ भने अझै। सो हामी चाहिँ अफरोड बाटो हुँदै हुँदै यहाँ आइपुगेको छौँ। यहाँ गइसकेपछि चाहिँ डोजरले बाटो खनिरहेको रहेछ। योभन्दा माथि जाँदैन रे अब। ल यहाँ बाटो बन्दै गरेर रहेछ है। अब यहीँ राखिन्छ होला नि। र साथीहरू, अब चाहिँ हामी यहाँबाट सर्ट हाइकिङ गर्दै हाम्रो डेस्टिनेसनतिर अघि बढ्दैछौँ। लेट्स गो गाइस। ल जम्मै साथीहरू, ल बाटो अलि अफरोडै छ भन्नु पऱ्यो। साथीहरू अघि बढ्दैछौँ हामी। हाम्रो साथीहरू त्यहाँ माथि पुगिसक्नु भएको छ। जुगा आउँछ भन्ने चाहिँ डर छ है यहाँ फेरि। माथिकन हिँडौँ।
कहाँ हिँड्या हो किन हिँड्या हो केही पनि थाहा पत्ता छैन होइन कहाँ जाने भन्ने नै टुङ्गो छैन हामी जाने चाहिँ खास कहाँ हो यो बाटो साह्रै उकालो रहेछ अब चाहिँ म भ्लगलाई अहिलेलाई पज गर्छु साह्रै गर्मी भइरहेको छ यहाँ एकदम उकालो छ है यहाँ मुनिको ओह्रालो चाहिँ यस्तो छ साह्रै थकाइ लागिसकेको छ यहाँ हामी एकछिन रेस्ट गर्दैछौँ है ल हेर्नुहोस् यो ठाउँ साह्रै राम्रो रहेछ गऱ्यो अब हामी अघि बढ्दैछौँ है आफूले देखाउन पनि पाइन्छ हामी सुरु भयो लाग्यो हाम्रो जर्नी सुरु भयो हामी हाम्रो गन्तव्यतिर अघि बढिरहेका छौँ एकदम राम्रो छ अहिले चाहिँ अघि अफरोड थियो चोकमा आइपुगेका छौँ अब यहाँबाट हाम्रो गन्तव्य निकै नजिक छ फाइनली गाइज हामी यहाँ हाम्रो डेस्टिनेसनमा आएको छौँ सो अब थोरै मात्र बाँकी है त ल सबैजना चाँडा चाँडा खुट्टा अगाडि बढाऊँ आउन पाएको छैन कुकुर भुक्यो त होइन मलाई चिन्यो के हो यिनीहरूले ल कल्सीको लज बाबु नकराउ नकराउ र यो रहेको छ यहाँको डाइनिङ स्पेस क्याबिनवाला कति ल खाजा अर्डर गरिहालौँ त होइन कति बेला आउँछ खाजा भोक लागिसक्यो ल फ्राइड राइस आएको छ सो हामीले अहिले यहाँ खाजा खाइसकेको छौँ अब चाहिँ यहाँको ठाउँ एक्सप्लोर गरौँ है त यो चाहिँ म बस्ने रुम रहेको छ यहाँ चाहिँ यस्तो छ हेर्नुहोस् है ओहो दामी रहेछ काठको भए पनि ओहो यता यस्तो छ यता यस्तो छ दामी रहेछ ल है सो अहिले चाहिँ हामी रुममा फ्रेस भएर अब फेरि यहाँ आइसकेको छौँ अब चाहिँ यहाँ हामी खानपिनको तयारी गर्ने अवस्थामा छौँ अब एकछिनमा चाहिँ हामीले यहाँ यो ठाउँमा बारबिक्यू गर्नेछौँ बारबिक्यू गर्नको लागि निकै नै राम्रो ठाउँ रहेछ यहाँ र यहाँ छ बारबिक्यूको सामान अरू मासुहरू चाहिँ भित्र फ्रिजमा लगेर राखेको छ त्यहाँबाट दाउरा आउने क्रम जारी छ यहाँ बारबिक्यू हुनेवाला छ र अहिले यहाँ चाहिँ एकदम कुहिरो लागिरहेको छ मौसम एकदम कुल छ आज यो कुल मौसममा यहाँ एउटा न्यानो आगो बलिरहेको छ र यहाँ भाइले के बनाइरहेको छ यो के हो भाइ
खोले ए कुकुरको लागि ए र यहाँ हाम्रो साउनी आगो तापिरहनु भएको छ बनाउँदैछु मेरो खाना तपाईँको होइन कुकुरको हो रे खोले अब यो पनि भ्लगमा आइहाल्छ अब यो मेरो कुकुरको ल ल ल स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकाको नम्बर 1 सेफ हुनुहुन्छ यहाँ पोखरा वडा नम्बर 11 फुलबारीको सबै एड्रेस भनिदिने हो क्या अनि फोन नम्बर पनि भन्ने हो क्या फोन नम्बर नि हेरे 98 ल अब चाहिँ यो खोले बनाउने पालो मेरो छ तपाईँहरू कसैलाई खोले खानु मन छ भने मलाई सम्पर्क गर्नु होला एक प्लेटको 4000 रुपियाँ मात्र हेलो हेलो के छ कति राम्रो राम्रो फुलहरू छ ए हो र के गर्दैछौ इन्जोइङ द नेचर ल इन्जोय गरेर म चाहिँ भागेँ अब भागेको हेर्न तपाईँले नै एडिट हान्ने हो क्या के अनि किन डराउनु पर्यो आफ्नै मोबाइल त हामी अहिले यहाँ घुमिरहेको छौँ हेर्नुहोस् हाम्रो बार्बिक्यू रेडी हुँदैछ अहिलेलाई यो हाल्दैन सन्जुले हाल्दैन भनेको होइन यो चाहिँ के हो त सो अहिले चाहिँ हामी यहाँ चौरमा आएको छौँ यहाँ छ हाम्रो 3 जना पिङ खेल्ने ग्रुप अब यता छ अर्को 2 जना यहाँ बार्बिक्यू स्टार्ट हुन लागेको छ सुरुमा नाचौँ है त माथि माथि हो हिमालको काखैमा मालचारी सँगै डुलेको फाइनली हाम्रो यहाँ ससेज र चिकन विङ्स पोल्ने बेला आइसकेको छ चिकन र फिस ससेज है हामी फिस ससेज पनि खान सक्ने भइसक्यो है साह्रै धनी माछा धनी को छ भने यहीँ देखिरहेको छ नि हातमा यहाँ मासु पाक्दैछ खाना मन छ भने 1500 लिएर आउनुहोस् है हेर्नुहोस् है यहाँ मासु पाक्दैछ मासु पाक्नुको लागि कता कता आएर भिडियो खिच्नुपर्छ भोक लागेर कुरेर बस्नु परेको छ सबैजनालाई भोक लागेको छ आउनु बित्तिकै खाइहाल्यो त ल कस्तो छ मिठो छ मासु नि मिठो हुन्न त भन्यो ल अब म नि खान्छु है त भोक लागेर हो कि मिठो भएर हो एकदम मिठो भयो है हामी यहाँ खाँदैछौँ अब चिकन विङ्सको पालो आउने बेला भइरहेको छ Cheers. कस्तो छ त यो पनिर मिठो भयो मिठो है के खाँदै हो यहाँ किम्ची ल अब हाम्रो यहाँ फेरि नाचगान कार्यक्रम सुरु भइसकेको छ है सो फाइनली यहाँ हाम्रो पोर्क पाक्न सुरु भइसकेको छ हाम्रो खानपिन सकिसकेको छ अब चाहिँ म मेरो रुमतिर लाग्न लागिरहेको छु यहाँ एकदम अँध्यारो छ है बाटो मेरो बस्ने ठाउँ चाहिँ त्यहाँ मुनिपट्टि रहेछ यहाँ छ एकदम अँध्यारो छ यार यहाँ त डेन्जरस सो आजको लागि हाम्रो ट्रिप सकिसकेको छ अब हामी भोलिको पर्खाइमा आजको निन्द पुरा गर्नेछौँ थ्याङ्क यू गुड मर्निङ एभ्रिवान अहिले बिहान भइसकेको छ अब चाहिँ हामी हाम्रो ब्रेकफास्टतिर लागिरहेका छौँ खाजा पनि आइसकेको छ है
यो वाला चाहिँ मिठो हुन्छ र यति बिहानै यहाँ पानी परिरहेको छ अब घाम चाहिँ कति बेला लाग्ने हो ल साँच्चै अब चाहिँ घामै लाग्न लाग्यो है माथि घाम देखिसकिएको छ अब अहिले जाँदाखेरि पानी पर्छ कि के हुन्छ ल हामी सबै चाहिँ यहाँ खानाको पर्खाइमा छौँ यहाँ चाहिँ टिकटक बनाइरहनु भएको छ ल सबैजना खाना खाउँ है अब ल फाइनली हाम्रो खाना आइसकेको छ यहाँ खाना खाँदैछन् साथीहरू ल सुरु गरौँ है त ल स्पेसल मासु आइपुग्यो ल यो नभए त भातै रुच्दैन नि फेरि मलाई त यो पोर्क त्यो चिकन झन्झन कङ्गालपट्टि हुँदै गयो झन्झन मासु खम 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 लाग्ने हो वर्षमा 28,000 को खान्छ हो मासु हाम्रो नाइट स्टे सकिसकेको छ हिजो र आज निकै नै रमाइलो गरियो अब हामी घर फर्किँदैछौँ है त लेट्स गो सो म चाहिँ अब प्याकिङ गरेर रेडी भइसकेको छु खै अरूले प्याकिङ गरे कि गरेन ल हाम्रो यहाँ साथीहरू प्याकिङ गरेर निस्किँदैछ ल अघि बढौँ है ल हामीले चाहिँ यहाँ पैसा पेमेन्ट गर्न लागिरहेको छौँ बिल यहाँ छ ल जानुभन्दा अगाडि चाहिँ एक एक ग्लास मही खाऊँ सबैजनाले ल सबैजना अब हामी निस्किँदैछौँ यहाँ बसेर ल अघि बढौँ है ल हाम्रो ट्रिप टाइट झन्डै पछाडिएको ल फेरि एकचोटि ट्राई गरौँ र फाइनली हाम्रो ट्रिप सकिसकेको छ अब चाहिँ हामी हाम्रो घरतर्फ जाँदैछौँ लेट्स गो गाइज लेट्स गो अब त जुगा नआउँछ